चनान अनि कुच्चो पनि यही है। जय मसी सबैजनालाई कुजाङपो र नमस्ते। आई होप तपाईँहरू सबै ठिकै हुनुहुन्छ। आज चाहिँ एउटा नयाँ अनबक्सिङ गर्छु ल। यो चाहिँ घरको लागि मैले एउटा एप्लायन्स किनेको छ कि एन्ड इट्स मच निडेड। यो चाहिँ अस्ट्रेलियाको कुच्चो है। रियल लाइफ कुच्चो नदेखेको चाहिँ निकै भयो, 2 साल जस्तो भयो अस्ट्रेलिया आएकोदेखि। अनि अस्ट्रेलियाको कुच्चोको पनि अनबक्सिङ। लेट्स डु दिस। चनान अनि कुच्चो पनि यही है। ए भ्याक्युम क्लिनर। ए आई होप दिस सक्स। यो हो Xiaomi को भ्याक्युम क्लिनर P30 भन्ने। यो ब्रान्ड चाहिँ म इन्डियामा हुँदाखेरि एक्सपोजर पाएको थियो मैले। एमआई पनि भन्छ, रेडमी पनि भन्छ, फोनहरू पनि म्यानुफ्याक्चर गर्छ नि, तपाईँहरूले सुन्नुभएको होला। हेरौँ 40 मिनट्सको कन्टिन्युस ब्याट्री लाइफ छ अरे हो। कार क्लिन गर्नु हुने रहेछ, घरहरू सफा गर्नु हुने रहेछ। तो चलिए सुरु करते हैं। म्यानुअल यो चाहिँ कम्पनीको एउटा प्रेमपत्र हो, युजर म्यानुअल। चल भ्याक्युम पकडे, यो चाहिँ फ्लोर सफा गर्नु ठिकै हुन्छ। यस्तो छ बिल्ड। सो यो अझ अर्को एट्याचमेन्ट हो रहेछ। यस्तो गर्दा ठक्कै मैलाहरूले तानेको हुन्छ नि त, तल ठक्कै खाली बनायो। यस्तो रहेछ, ठक्कै कसरी निकाल्न दिएको रहेछ। फिल्टर पनि रहेछ यहाँ। भित्रको कन्टेन्टहरू चाहिँ यति नै रहेछ, हेर्नुहोस्। यसको एट्याचमेन्ट लगाइदिउँ है त। एनिवे लेट्स ट्राई। सो लेट्स डु दिस। अब यसको प्र्याक्टिकल टेस्ट गरेर हेरौँ ल। अब यहाँनिर अलिअलि मैला रहेछ, यहाँ एन्ट्रेन्समा हो। आउँदाखेरि यहीँ हुन्छ, जुत्ताहरू यतै राखिन्छ कि। लो पावर अन, लेभल 1 मा। लेभल 1 मै टिप्दियो यसले सबै हो, धुलोहरू पनि सबै। यो अलिक गएन होइन, अब यसलाई लेभल 2 मा टिप्दियो। झन् पावरफुल। इट एक्चुअली सक्स नि त। यहाँ स्टेयरमा पनि अलिअलि मैला रहेछ, यसलाई सफा गरिदिउँ। हो क्या काम गर्दैछ है। यता माथि हुँदै नि गरिदिउँ, यो एसियन पिपलहरू भएको थियो फोटोलाई। कत्रो दामी रहेछ। गाडी सफा गर्न ह्यान्डी आउँछ यो सिटहरूमा नि। सो या वर्क्स। सो या द्याट्स इट फर टुडे गाइस। मलाई चाहिँ राम्रै लाग्यो, बिकज आई नो दिस ब्रान्ड, आई ट्रस्ट दिस। पहिला इन्डियामा हुँदा एक्सपोजर पाएको थियो, अन्त काम ठिकै गर्छ। सो यति नै हो आजको लागि। तपाईँहरूको कुच्चोले आमाकोबाट धुलाइ खाएको कुन मेमोरी छ कमेन्ट्समा मलाई भनिदिनुहोस्। अन्त भिडियोलाई लाइक गरिदिनुहोस् एन्ड स्पेसली सेयर गरिदिनुहोस्। सी यू इन द नेक्स्ट वान।